मेरो नाम दामोदर दाहाल हो। म तामुल कृषक हुँ। यो शान्तिपुर जिल्ला चिराङ बीटीएजी अञ्चल आसाम। हामीले तामुलका खेती गरेका छौँ। तामुल खेती गरेर डाक्टर हाम्रो विशेषज्ञ तामुल विशेषज्ञ नरिवल विशेषज्ञ र गोलमरिच विशेषज्ञ डाक्टर श्रवण कुमार रिजालज्यूले गाइडलाइनमा हामीले गरेको। हामीले अति नै यसबाट हामीले फल पायौँ। हाम्रा फसलहरू डबल हुन गए। जति हामीले पाउँथ्यौँ त्योभन्दा डबल पायौँ। तैपनि बिच नाना रोगहरू लागे। मैले आज डाक्टर श्रवण कुमार रिजालज्यूलाई निम्त्याएको छु र उहाँले हेर्दै हुनुहुन्छ यसरी हाम्रो फल्न थालेका रोगहरू माथिदेखि कुहिएर मर्दैछन् र यो के हो कसो हो सरलाई हामीलाई बुझाइदिनु हुन हामी आग्रह गर्छौँ। नमस्ते, उहाँले धन्यवाद तपाईँलाई दामोदर दाहालज्यू। तपाईँको बगानमा आएर मलाई पनि बडा आनन्द लाग्यो, किनभने तपाईँले मेहनत गरेर यो जति छ उत्कृष्ट गुणमानको बोट बिरुवाहरू तपाईँले यसरी हुर्काउँदै हुनुहुन्छ, खेती गर्दै हुनुहुन्छ। यो त हामी सबैका लागि खुसीको कुरा हो। अनि अरू कृषकका लागि पनि उदाहरण हो तपाईँको बगान। र बिचबिचमा अब रोग त लाग्छ नै, तर रोगको निदान कसरी गर्नुपर्छ भन्ने विषयमा पनि एउटा त अघि हामीले भन्यो। अब अर्को यो छ, हेर्नुहोस् माथि भाइ अलिक देखाउनु। यसको टुप्पो छैन, हेर्नुहोस् है, यो टुप्पो छैन। यो बोट हेर्दाखेरि सही सलामत छ, कति राम्रो छ, हरियो छ, पुरा छ। तर यसको के छ, जुन गुबो छ, एउटा डन्डा जस्तो एउटा हुन्छ अग्लो होइन, त्यो गुबो हुन्छ। अरू बोटमा देखाउनु त है, छन् नि गुबाहरू है, अरू बोट देखाउनु सबै छ, यसमा छैन। त यो के भन्दा यसलाई चाहिँ भन्छ गुबो कुहिने रोग, इङ्ग्रेजी नै भन्छ बड रोट है। यो फाइटोप्थोरा भन्ने एउटा फङ्गस हो, यसको कारणले भएको। यो कसरी हुन्छ भने बर्खाको बेलामा हुन्छ वास्तवमा। त्यो ह्युमिडिटी बढी हुन्छ नि, जब ह्युमिडिटी भनेको आर्द्रता बढी हुन्छ त्यतिखेर चाहिँ यसको जीवाणुहरू चाहिँ पुरा व्याप्त फैलिएको हुन्छ। तर जुन कमजोर छ त्यसमा चाहिँ जान्छ र यसलाई अट्याक गर्छ। जस्तै हामी कोही मान्छे बिरामी भयौँ भने हामी अलिक कमजोर छौँ, त्यसलाई बिरामीले भेट्छ, अरूलाई भेट्दैन, मर्की लाग्छ, खोकी लाग्छ, त्यस्तै। र यसको चाहिँ के छ भने यस्तो माथि अलिकति फुलेको पनि छ। त्यो फुलेको कारण चाहिँ त्यो जुन बड थियो, जुन त्यो गुबो थियो, त्यो कुहिँदै तल पुग्यो। त्यसलाई फुटायो भने गन्दा आउँछ पुरा। त्यो कुहिएको जुन गुबो छ त्यसलाई निकाल्नुपर्छ। निकाल्नु भने त गन्दा आउँछ, त्यो एउटा सिम्टम हो। र यसको निदान कसरी हुन्छ भन्दा जब तपाईँले यसो हेर्दाखेरि कुनै पनि गुबो फुस्रो देखियो, ब्राउन कलरको देखियो भने त्यतिखेर कन्ट्रोल गर्न सकिन्छ। तर अब त यो केही कन्ट्रोल गर्न सकिँदैन। अब यसलाई केही गर्नु छैन, मर्यो यो, किनभने यसको गुबो पनि छैन, केही पनि छैन। अब यो माथि छ, अब यसलाई तपाईँले जरैसँग उखेलेर यसलाई चाहिँ एकदम टाढा लगेर जलाएर राख्नुपर्छ, किन रोग सर्छ। यो रोगले सबै अरू पनि सर्छ र यो चाहिँ एकदम सर्ने रोग हो। तर यो चाहिँ अब सबैतिर चाहिँ हुँदैन, तर माथिबाट चाहिँ सर्छ, तलबाट चाहिँ सर्दैन। र यसको निदान त्यही। र यो बोटहरू अघि म भन्दै थिएँ कि फुस्रो भयो भने, बोट भयो भने, त्यो गुबो जुन छ फुस्रो भयो भने त्यो फुस्रो त्यतिखेर चाहिँ हामीले के गर्छ, औषधि गर्न सकिन्छ। त्यसलाई के गर्नुपर्छ, माथिको जुन टोटलमा तपाईँले कोपर अक्सिक्लोराइड भन्छ, ब्लाइटोक्स होइन, ब्लाइटोक्स चाहिँ एउटामा भएन, वरिपरिको 10-20वटामा चाहिँ तपाईँले ब्लाइटोक्स स्प्रे गर्नुभयो भने बिस्तारै त्यो चाहिँ नियन्त्रण कन्ट्रोल हुनसक्छ है, एउटा कुरा। र यसमा चाहिँ तपाईँले पुरा यसलाई उखेलेर फ्याँकेर त्यसमा पनि अलिकति कोपर अक्सिक्लोराइड अथवा ब्लाइटोक्स छर्केर राख्नु पर्यो, अनि मात्रै हो, अन्त रोग सर्दैन। त्यस्तै अर्को एउटा पनि छ, कहाँ सरियो भाइ उता देखाइदिनु। त्यहाँ पनि हेर्नुहोस्, अर्को त पुरै खतम भयो। यो अन्तमा चाहिँ यो रोगको निदान यस्तरी हुन्छ, हेर्नुहोस् है, कति राम्रो बोर्ड छ नि, तर यस्तो माथि यो भयो। र हामीले यो बड रोड भन्ने चाहिँ गुबो फुस्रो भयो भने अगाडि नै सतर्क हुनु पर्यो। धन्यवाद, नमस्ते।